Sometimes someone comes into your life so unexpectedly. Sometimes someone turns to be the one that gives you everything, just like you did. Took me by surprise, made me complete. You changed my life, made me believe in real love. Since you came into my life, I never felt like so in love and so excited, cause you're so right. Now I'll never leaving you, leaving your side, cause you're mine. Now I'm never leaving you, leaving your side, cause you're mine. हामीले बाटो झुकेर उता अनि बाटो त सही हो तर हामी दक्षिणकालतिर लागेको छौँ के हाम्रो चाहिँ सर्टकट बाटो यो सर्टकट बाटो चाहिँ तपाईँहरू चाहिँ कहाँ आउँछ भने कलङ्की आउनु कलङ्कीबाट तपाईँको भैँसीपाटीबाट फोकना हुँदै टिका भएर अब हामी चाहिँ टिका भैरवतिर जाँदैछौँ टिका भैरव मन्दिरतिर होइन टिका भैरव मन्दिरतिरबाट चाहिँ राइटतिर झर्नुपर्छ झरे सिधै हाम्रो डेस्टिनेसन अलिअलि नजिक हुँदै जान्छ तर अब आज मौसम नि बिहान कति बजिरहेको छ अहिले बिहानको 6:30 जति भइरहेको रहेछ होइन वेदर पनि ठिकै छ बिहान पानी पर्न त हामी चाँडै हिँड्थ्यौँ हाम्रो टार्गेट चाहिँ 4 बजे हिँड्ने बन्थ्यो तर सकिएन टिका भएर मन्दिर आइपुग्यौँ अब यस्तो गर्नु चाहिँ तपाईँहरूले चाहिँ ठ्याक्कै यता माथिबाट आएर लेफ्टतिर होइन राइटतिर जानुपर्छ यता माथितिर होइन अनि माथिबाट लेफ्टतिर लाग्नुपर्छ यहाँबाट गाडीमा ल्याउनु गरेर यहाँबाट चाहिँ माथि होइन यता लाग्नुपर्छ माथितिर होइन बाटो देख्नुभयो होला अब फेरि जाउँ झरीमा खर्किन तिम्रै यादले मलाई सताउँछ कोरी बस्छु तिम्रै याद हृदय आजकल सक्दिन होला म तिमी बिना यो जीवन एक्लै बिताउन छाडी आए सारा संसार काहीँ किन फेरिरहन्छौ तिमी तिम्रो मलाई नै थाहा छैन लाग्छ जिन्दगी ठ्याक्कै बोर्डर हुने पुलमा आएको छु भने यहाँ बागमती पुल होइन हो टक्क अब यतापट्टि हामी ललितपुरमा छौँ आम्मा खोला बढेको हिजोको पानीले होला खोला डेन्जर बढेछ हेभी बढेछ है हामी यता ललितपुरमा छौँ अब टक्क पारिपट्टि गएपछि वी विल बी इन मकवानपुर आम्मा डेन्जर ओ सिट केटा हो स्कुटीको यस्तो भएको छ हिँड्नुमा आइपुग्यो जुत्ता अलिक बिस्तारै लाग्छ ओहो गयो है गयो आम्मा पुलकै बाटो यस्तो भएको रहेछ बाटो धुस्दो रहेछ त्यहाँ पुलमा हिजो रातिको पानीले होला पानी लास्ट ठुलो आएको थियो नि त यस्तो भएछ आम्मा बाटो लास्ट खत्तम भएर यस्तो भएको रहेछ है अब पारिपट्टि हामी अघि ललितपुरमा छौँ अहिले चाहिँ मकन बाटो यस्तो पुरै यस्तो ल्यान्डर भएर बाइक फस्यो एकछिन पक यहाँसम्म चाहिँ आयो यहाँ चाहिँ आयो हेर्नु होला तपाईँहरूले बाइक अड्केर ल्याङ भएको थियो यस्तो भएको छ बाइक पुरै हिलो डिस्क प्याडबाट हिलो होइन भित्र पुरै ताता छ हो त्यो एकछिन बाइकलाई रेस्ट दिएको होइन स्यास्या भयो एकछिन
गाह्रो भनेको चाहिँ फेरि यति मात्र छ है, यहाँदेखि यहाँसम्म छ, अनि त्यहाँबाट चाहिँ ऐगस्ती छ, सलसलिलो बाटो छ, त्यही हो। हालत यस्तो भएको छ है, सुज हेर्नु है यस्तो भएको छ। ए भाइको हालत यस्तो छ पुरै। अब त्यही हो, यहाँबाट गएपछि भेटौँला। Bye bye. You जीवन एकलाई बिताउन छाडिआए सारा संसार। अहिले चाहिँ हामीले त्यो बाइक साइक सब राखेर हिँडिरहेको छौँ। अहिले चाहिँ यता बाटोमा भेटेको ब्रदर हुनुहुन्छ। अब कहाँ पुग्नु पर्ने हो, सायद त्यहाँनिर एउटा त्रिशुल देखाएको छ, हो त्यहाँ हो कि जस्तो लाग्यो। अब हिँडिन्छ। अब हेलो बाबु, के छ? ठिकै छ? स्कुल जानु लाग्यो? टायर्डै भइसक्यो अहिले त। घर चाहिँ एउटा अब एकछिन यतितिर एकैछिन बस्छौँ अनि फेरि विल कन्टिन्यू। ढोकामा राख्दा हुन्छ नि अब त्यो सजाउनलाई। जाँदैछु, स्टिल वाकिङ। डेस्टिनेसन है। अब चाहिँ आयो जस्तो लाग्यो है, अघिदेखि आयो भनेको त्यसको बाद चाहिँ आएकै छैन। आउँदैछ है तपाईँहरू आउँदा चाहिँ पानी सफिसियन्ट पानी साफमा खानेकुरा जाने बाटो यता हो। ल लाग्दिउँ न त। अब चाहिँ आयो होइन, आइपुग्यो होइन। सक्दिन होला म तिमी बिना यो जीवन एकलाई बिताउन। त्यहाँ मुनिबाट है, यहाँबाट आएको। अहिले हामी यहाँ आइपुग्यौँ चट्ट पाराले। अब त्यो मेन ठाउँ चाहिँ जान बाँकी छ, अब त्यहीँ गएर सुरु गरौँ। तिम्रो मुहार आजकल खै के बाछ मलाई नै थाहा छैन। लाग्छ जिन्दगी काट्न धेरै गाह्रो हुन्छ तिमी बिना।
तिमीले यो झरीमा किन तिम्रै यादले मलाई सताउँछ कोरी बस्छु तिम्रै याद हृदय आजकल हामी चाहिँ अहिले माथिपट्टि जाँदैछौँ होइन माथिपट्टि नै ल आइपुग्यो टकको टुप्पोमा नेपालको झन्डा फरफराइरहेको रहेछ यो झरीमा किन तिम्रै यादले मलाई सताउँछ कोरी बस्छु तिम्रै याद हृदय आजकल सक्दिनँ होला म तिमी बिना यो जीवन एक्लै बिताउन छाडी आए सारा संसार खै किन फेरिरहन्छौ तिमी त्यहाँ अघि हाम्रो बाइक फसेर गएको थियो त्यसलाई गाडी नै फसेछ त्यसका बाजे हामी चाहिँ अहिले त त्यो अघि हामी फसेको बाटोमा आइसक्यौँ होइन जान्छौँ सरासर डोजरको हेल्प निकाल्न आँट्छ भाइ त गइसक्यो यता पछाडि फेरि यसरी फस्यो आम्मामा बस त्यहाँ फस्यो गाडी यहाँ फस्यो मान्छेहरू हेरेको हेरे एउटा बस त्यहाँ रोकेर रहेछ फर्स्ट इयर रेन्ज थियो हामी